टाइम आइसक्यो टु बी बेस्ट भर्जन अफ योर सेल्फ। आज हो मेरो विन्टर आर्क च्यालेन्जको डे 30। इट्स फाइनली आज 1 मन्थ पनि कम्प्लिट भइसक्यो र चिसो एकदम बढ्दै नै छ र मेरो भित्रको जोस पनि त्यस्तै नै बढिरहेको छ। आज थियो स्याटरडे प्लस डे 30 र थाहा नै छ स्याटरडे हामीले अरू दिनको भन्दा केही टफ गर्छौँ। आज बिहानै 4 बजे उठेर सानोतिनो काम सकेर मैले आफ्नो बिहानको लडाइँ लडेँ, जहाँ मैले 4:30 सम्म कोल्ड सावर लिगिसकेको थिएँ। घर आएर म लागे रनिङ र आज स्याटरडे थियो, त्यही भएर मेरो चाहिँ आज डेस्टिनेसन थोरै टाढा थियो, जुन चाहिँ 7 किलोमिटर र फाइनली आज मैले 7 किलोमिटर पनि एकदम मजासँग चाहिँ पार गरेँ। फाइनली 7 किलोमिटर डन। 7 किलोमिटर सकेपछि एकदम हल्का हल्का खुट्टामा पेन भइरहेको थियो। त्यस पछाडि सुन्तला खाँदै हामीले गरौँ एक्सर्साइज, जहाँ मैले गरेँ नर्मल सेटअप 2 सेट, जम्पिङ सेटअप 2 सेट र मैले मेरो एप्सलाई ट्रेन गरेँ र एकछिन हामी बस्यौँ मेडिटेसन र यसैको साथ हामी लाग्यौँ घरतिर। घर आउँदा चाहिँ खुट्टामा चाहिँ हल्का हल्का पेन भइरहेको महसुस भइरहेको थियो, त्यसैले घर आएर मैले लिएँ एकदम प्रपर डाइट र त्यस पछाडि मैले लिएँ मेरो फर्स्ट मिल। र आज चाहिँ बिहानैकै वर्कआउट एकदम धेरै भएको कारणले चाहिँ मैले चाहिँ इभिनिङमा चाहिँ वर्कआउट गर्न सकिनँ र त्यसैको साथ मैले लिएँ सेकेन्ड मिल र फाइनल्ली डे 30 कम्स टु एन एन्ड र मैले आफ्नो लाइफमा फाइनल्ली 30 दिन पनि जितिसकेको छु र आई नो मैले अझै 60 दिन पनि गर्न सक्छु र 60 दिन मात्र बाँकी छ। म गिभ अप गर्दिनँ। सो लेट्स गो।